कम्मरको नसा च्यापिँदा अथवा सायटिका हुँदा कम्मरमा हुने दुखाइ, खुट्टासम्म सर्ने दुखाइको बेला धेरै बिरामीहरू व्यायाम गर्न डराउनुहुन्छ। तर यस बेला व्यायाम गर्न झन् जरुरी हुन्छ। व्यायाम गर्नुको मतलब यो होइन कि तपाईँले एकदमै गाह्रो व्यायामहरू गर्ने। आफ्नो मेरुदण्डलाई सुरक्षित राखेर नसाहरू कसरी तन्काउने, मांसपेशीहरूलाई कसरी खुकुलो बनाउने यो टेक्निकहरू चाहिँ सिक्न पर्छ। तपाईँले झन् धेरै रेस्ट गर्नुभयो भने चाहिँ तपाईँको मेरुदण्डहरूकोमा वरिपरि हुने मासुहरू अझै कसिँदै जान्छ र मेरुदण्ड र नसामा पर्ने दबाब बढ्दै जान्छ। त्यसैले आज नै नजिकैको फिजियोथेरापी सेन्टरमा जानु भएर सही तरिकाले कुन कुन एक्सर्साइज गर्न मिल्छ यो सबै एक्सर्साइज गरेर दुखाइ बढ्छ भनेर धेरै बिरामीहरूलाई डर हुन्छ। तर एक्सर्साइज गरेर होइन कि तपाईँको टेक्निक मिलेन भने मात्रै तपाईँको दुखाइ बढ्छ, अथवा टेक्निक मिलाएर गर्नुभयो भने हजुरको झन् दुखाइ कम हुँदै जान्छ। त्यसैले आफ्नोलाई सही एक्सर्साइज रोजौँ र आज नै पेनबाट मुक्त हौँ।